म जेल तोडेर जेल भागेर आएको होइन, यो कुरा याद गर तिमीहरू। म तिमीहरू जस्तै खराने ग्याङ, सहकारी ठगहरूको ग्याङ, गैँजडीहरूको ग्याङ र त्यस्तै आक्रमण गर्नेहरूसँग लडेर आएको जनताको प्रतिनिधि हो। तिम्रो घन्टेलाई 421 मा स्टप गरे जुम्लामा कुरा गर्छौ। जहाँ गयो हल्ला गरे छ, लफडा। ल हिम्मत छ, जापानमा छु म, जापानमा कति छौ सब जम्मा हो, भोलि विरोध गर्न आऊ। ल म फेस गर्छु, सक्छौ? छ तिम्रो दम? आज खै त तिम्रो खगेन्द्र सुनारलाई अगाडि राखेरै ठोकियो त। खै कहाँ थियो दम? छ तिमीहरूको? सामाजिक सञ्जालमा कराएको छ, मान्छेलाई तपाईँको भ्रमित पारेको छ, दुनियाँ गरेको छ। के छ? हेर आयो अर्को मेरो कथावाला। को आउँछ? वडा अध्यक्ष जितेर आवन, सहकारी ठगेर आएको होइन साथी, सिंहदरबार जलाएर आएको होइन, जनतासँग सङ्घर्ष गरेर आएको। दमका साथ भन्छु। यदि त्यो दम छ तिमीहरूसँग भने, अहिले पनि दम छ भने, सिधै स्पष्ट कुराका साथमा भन्छु तिमीहरूलाई, दम छ भने तिम्रो अध्यक्षलाई, तिम्रो सभापतिलाई, तिम्रो गृहमन्त्रीलाई म सांसद हो, संसदमा जवाफ दे भन। छ दम? छ? ल जवाफ दे भन। म जेल तोडेर जेल भागेर आएको होइन, यो कुरा याद गर तिमीहरू है। यो याद गर, दिमागमा डाल, टाउकोभित्र। म तिमीहरू जस्तै खराने ग्याङ, सहकारी ठगहरूको ग्याङ, गैँजडीहरूको ग्याङ र त्यस्तै आक्रमण गर्नेहरूसँग लडेर आएको। कर्णालीमा मेरो मान्छे मारेपछि, कर्णालीमा एकजना मान्छे भिरमा अड्किएर मरेपछि प्रश्न सोध्न पाउने मेरो अधिकार हो। म सोध्छु, देशको गृहमन्त्रीलाई सोध्छु, सुदनलाई अगाडि राखेर सोध्छु गृहमन्त्रीलाई, को हु इज दिस यार? एउटा ऊ सांसद हो, हामी पनि सांसद हो, अगाडि राखेर सोध्छु। प्रश्न सोध्न नपाइने हो तिमीहरूको?